Hey guys, welcome to my another video. र आज चाहिँ हामी पढ्न गइरहेका छौं EPS टपिक न्यू बुक च्याप्टर 1 छागिसके पाठको सबैभन्दा महत्त्वपूर्ण शब्द अर्थहरू हेरौं। खावी कैची, खाजाङ सबैभन्दा, खानोसा नर्स, क्याङछालग्वान प्रहरी अफिसर, खोरुदा छान्नु, खोरुसिप्सियो छान्नुहोस्, सिप्सियो ग्रामर लागेको छ, छान्नुहोस्। खोङमुवन कर्मचारी, खुकचक राष्ट्रियता, खुरिम चित्र, खिचुल्जा टेक्निसियन, नारा देश, नाई अथवा यन्से उमेर, पिसुथानमालाई नाई र यन्से चाहिँ। नेयोङ वागिन विषयवस्तुको चेक जाँच, विषयवस्तुको चेक जाँच, नेपाल। नोङबु कृषक, यो नोङबुमा चाहिँ एकदम झुकिन्छ, नोङबु र अबुमा चाहिँ। नोङबु भनेको चाहिँ कृषक, अबु भनेको चाहिँ मत्स्यपालक कृषक है त। नोफ्ता उच्चाउनु अग्लाउनु, नोफ्ता। थाउम दिएको तलको, थान शब्द, थेदाबे बोसेओ जवाफ दिनुहोस्, उत्तर दिनुहोस्, थेदाबे बोसेओ से ग्रामर लागेछ। थेहे बारेमा, थेवा कुराकानी अथवा वार्तालाप, थेवा। थोङथिमोरु पूर्वी टिम्बुर, थुत्की सुनाई, थुत्की थेबुन सुनाई स्क्रिप्ट, थुत्ता सुन्नु, थुरगादा भित्र जानु, थ्रुनगसुल सुनेको कुरालाई, मान्नादा भेट्नु, मान्था धेरै हुनु, माल कुरा घोडा। अनि त्यस पछाडि मारुल सुसेयो कुरा लेख्नुहोस् भन्दाखेरि मारुल सुसेयो। मात्नन मिल्ने चाहिँ, मान्नन भन्छ, यसको चाहिँ मात्नन मिल्ने कुरा भन्दा पनि हुन्छ। म्याङ्सा नाम संज्ञा जे भने नि हुन्छ, म्याङ्सा। मोक्सु सिकर्मी, मङ्गोलिया, म के हैन, मोत अथवा म भनेको चाहिँ के भनेको। मुन्बप व्याकरण, मुन्जाङ वाक्य, मुन्हा संस्कृति, मुद्दा सोध्नु, म्यानमार, फारुम उच्चारण, फङ्गुलादेशी बङ्गलादेश, फित्तुनाम भियतनाम, फोगो हेरेर, फोगी उदाहरण, फलफेन कलम अथवा बलपेन, अथवा कलम। फिग्वे बसेओ तुलना गरी हेर्नुहोस्, फिनखान खाली ठाउँ, साराम मान्छे, सायङ हादा प्रयोग गर्नु, सिङ्गाकनादा सम्झना आउनु, सन्सिङनिम शिक्षक अथवा शिक्षिका, यसको स्त्रीलिङ्ग पुल्लिङ्ग हुँदैन। सन्सिङनिम भनेपछि शिक्षक अथवा शिक्षिका जे बुझ्दा पनि भयो। सोग्यादा परिचय गर्नु, सोबाङ्गवान अग्नि नियन्त्रक, श्रीलङ्का सिल्याम्निदा माफ गर्नुहोस्, आनन चिन्जान भएको, आनियो होइन,
आल्दा थाहा हुनु चिन्जान हुनु आल्दा थाहा हुनु चिन्जान हुनु अलमत्ता अलमत्ता ठिकसँग कुरा मिल्नु उपयुक्त हुनु अलमत्ता अलमाजुन भन्छ नि त्यसकै हो अलमत्ताबाट बनेको अलमाजुन अलमाजुन मिल्ने अलमाजुन गसुल मिल्ने कुरा चाहिँ अलमाजुन गसुल मिल्ने कुरा चाहिँ अनुकुन अनुकुन अरुण मान्यजन अरिदा उमेर कम हुनु जवान हुनुलाई चाहिँ अरिदा भनिन्छ अरिन भनेको पनि जवान अरिन भनेको नि जवान अरिदा जवान हुनु अरिन भनेको जवान अबु भनेको चाहिँ के रहेछ त मत्स्य कृषक अथवा माझी जे भने पनि हुन्छ अबु नझुकिनु होला अवी शब्द अर्थ अवी शब्द अर्थ यङ्ग्यरासेयो जोडा मिलाउनुहोस् यङ्ग्यरासेयो यङ्ग्यरासेयो यङ्ग्य हुँदैन यसको चाहिँ यङ य अनि अङ्ग उच्चारण हुन्छ यङ्ग्यरासेयो यङ्ग्यल हासेयो हुँदैन यङ्ग्यरासेयो हुन्छ है यन्सुप अभ्यास येजल शिष्टाचार वान्सङहादा सम्पन्न गर्नु वान्सङहासेयो पुरा गर्नुहोस् योरिसा कुक भान्से उज्बेकिस्तान उन्जन गिस्सा ड्राइभर युयोङहान फ्योहान उपयोगी भनाई उइसा डाक्टर इगत यो चाहिँ इरुम नाम इन्डोनेसिया इन्सा अभिवादन गर्नु इल्की पढाइ छागी सोगे हागी आफ्नो परिचय गराई छासिन आफै छ म छमवन पसले स्टाफ छङ्बो जानकारी छुबु गृहिणी चुङ्गुक चाइना छुङ्गुक चीन अथवा चाइना चिगाप पर्स छिउई पद अथवा स्थान छिगप पेशा चिकचाङथोङ्न्यो कार्यस्थलको सहकर्मी छिल्मुन प्रश्न छरम जस्तै छौम पहिलोपटक छौम फैब्गेत सुम्निदा पहिलोपटक भेटेर खुसी लाग्यो छिङ्गु साथी छिन्गु हुँदैन छिङ्गु साथी छिनादा आत्मीयता हुनु घनिष्ठ हुनुलाई चाहिँ के भन्छ त छिनादा छिनन आत्मीय कम्बोडिया क्विज किर्गिस्तान थेगुक थाइल्यान्ड पाकिस्तान फेन फिलिपिन्स फिल्थोङ कलमदानी त्यो कलम राख्ने सिसा कलम बक्सलाई चाहिँ फिल्थोङ भन्छ है जोमेट्री बक्स भन्छ नि हामी नेपालीहरूले त्यसलाई चाहिँ फिल्थोङ भनिन्छ हाक्सिङ विद्यार्थी सनसिङनिम भनेको चाहिँ के त शिक्षक हाक्सिङ भनेको चाहिँ विद्यार्थी हाक्सुक आन्ने अध्ययन सम्बन्धी जानकारी हाक्सुप आन्ने हामी पाठ पढ्दा हाक्सुप आन्ने पढ्छौँ नि यो भनेको चाहिँ अध्ययन सम्बन्धी जानकारी बुझ्नु पर्यो हाक्सुप मोक्फ्यो सिकाइको उद्देश्य हाङ्गुक कोरिया हाङ्गुक भयो भने चाहिँ फेरि के भयो त कोरियन भाषा हाङ्गुक भयो भने कोरियन भाषा हाङ्गुक मात्रै भयो भने कोरिया
वाक्चाङ यन्सुप भनेको चाहिँ थप अभ्यास। यो चाहिँ हामीले एकदम धेरै गर्नुपर्ने कुरा है। वाक्चाङ यन्सुप भनेको चाहिँ थप अभ्यास। वाल्तोङ क्रियाकलाप। थ्याङ्क्स फर वाचिङ दिस भिडियो अनि सब्सक्राइब गर्न नभुल्नु होला है त।